हजुरले अघि भन्नुभयो ध्यान गर्नको लागि ध्यानसँगै आचरणका कुराहरू पनि आउँछन्। तपाईँले सुत्नेदेखि लिएर खाने पिउने के नखाने के हेर्ने के नहेर्ने। अहिलेको अब 21औं शताब्दीमा आएर म ध्यान गरेर माथि उड्छु अथवा कतिपय गुरुहरू चाहिँ कुनै ठाउँमा पानी पारिदिनु हुनुहुन्छ त्यो अझै पनि हुनुहुन्छ, गुप्त हुनुहुन्छ नि उहाँहरू। अझै पनि नेपालको कुना कन्दरा हिमालको उसमा जाने अझै पनि साधना गर्ने ती व्यक्तिहरू बाहिर आउनु भएको छैन। त्यस्ता शक्तिहरू पनि जहाँ पाए त्यही देखिँदैनन्, देखाइँदैनन्, देखाउन पनि हुँदैन। जस्तै कतिपय कुराहरू ममा नि अनुभूति छ होला, त्यो मैले भन्न मिल्दैन पनि र त्यो मैले भन्न हुँदैन पनि। त्यो भन्ने कुरा पनि होइन, त्यो त आफूले अनुभूति गर्ने कुराहरू हो। र त्यो गर्दै गएपछि नआउला भन्ने पनि होइन, आउँछ। तर त्यसको लागि तपाईँसँग त्यही अनुसारको प्रारब्ध हुनु पर्यो, तपाईँले त्यही अनुसारको बच्चै बेलादेखि कर्म गरेको हुनु पर्यो होइन। र अघि जुन भन्नुभयो घरै छोडेर जाने, कर्तव्यबाट विमुख भएर, भगवान विष्णुले सरासर भनिदिनु भएको छ घरमै रहेर पनि होइन। जस्तै पहिलो भनेको अब भगवान विष्णुले चाहिँ यो सांसारिक दुनियाँमा के भन्नुभएको छ भन्दा जब तपाईँ जन्म लिनुभयो त्यसपछि जब तपाईँले बिहे गर्नुहुन्छ, बिहे गरेर आइसकेपछि श्रीमतीप्रति तपाईँ उत्तरदायी हुनुपर्छ। किन भन्दाखेरि उनले आफ्नो बाबुआमा घर छोडेर आएकी हुन्छ। त्यसपछि जब तपाईँ बच्चा बच्ची हुन्छ, बच्चा बच्ची भनेको त पूर्ण रूपमा तपाईँमा आश्रित हो। त्यसपछि तपाईँको भनेको त्यसपछि बच्चा बच्ची हो। बच्चा बच्चीलाई पहिलो प्रायोरिटी दिनु पर्यो तपाईँले। किन भन्दाखेरि तपाईँ पनि गर्न सक्नुहुन्छ, तपाईँको श्रीमती पनि गर्न सक्छ, तर बच्चा त बच्चै छ, उसले त केही गर्न सक्दैन, आश्रय चाहियो। त्यसरी सबैलाई आफ्नो मेरो कर्तव्य के हो, मैले गर्नुपर्ने काम के हो होइन। हाम्रो छ नि विपස්සनामै गृह सन्यासीका कुराहरू छन्। उसमै बसेर धेरैजना साधु सन्तहरू हुनुहुन्छ, बिहे गरेर वैवाहिक बन्धनमा बाँधिएर पनि साधना गरेर पनि घरै बसेर नि साधना गर्न सकिन्छ। त्यो बाहिर जङ्गल डुल्नुपर्छ भन्ने छैन। विपස්සनामै तपाईँलाई भनिन्छ वर्षमा एकचोटि तपाईँ जङ्गल जान सक्नु भएन भने घरमै कोठा थुनेर मौन रहनु नै साधना हो कि आफूभित्र खोज्नु नै साधना हो। बाहिर गएर गएर अनेक लुगा लाएर अनेक थरी लुगा लाउनै पर्दैन होइन। पहेँलो लुगा लाउने रे के लाउने रे। हामी बाहिरी